भ्याकेन्सीहरूकै जानकारी गराउने सन्दर्भमा आज पनि हामी नेपालमा काम गर्ने एउटा एनजिओले सिएमए अनएमए +2 कम्प्लिट गरेका र ब्याचलर्स गरेका व्यक्तिहरूको लागि खोलेको भ्याकेन्सीको बारेमा छलफल र चर्चा गर्छौँ। यो चाहिँ कुन अर्गनाइजेसन हो, कुन ठाउँको लागि हो, कसरी अप्लाई गर्नुपर्छ, कहिलेसम्म अप्लाई गरिसक्नुपर्छ भन्ने बारेमा हामी छलफल गर्छौँ र यो सबै विषयवस्तुको बारेमा हजुरहरूले जानकारी लिनका निम्ति भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। त्यसकारण अनुरोध गर्ने र हजुरहरू सबैजनालाई हाम्रो युट्युब च्यानल टर्निङ पोइन्टमा हार्दिक स्वागत र नमस्ते। म लोकप्रसाद ढकाल, पेसाले एनजिओ कर्मी। विगत 9 वर्षदेखि म नेपालका विभिन्न अर्गनाइजेसनहरूमा निरन्तर रूपमा काम गर्दै आइरहेको छु र म अहिले पनि काम गर्छु। हजुरहरू पहिलोचोटि हाम्रो युट्युब च्यानलसँग जोड्दै हुनुहुन्छ र हामीले बनाएका प्रस्तुतिहरू हजुरहरूलाई ठिक लाग्छ, राम्रो लाग्छ भने कृपया हाम्रो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिने निम्ति अनुरोध गरेँ। भिडियो कुन जिल्लाबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ, कम्तीमा आफ्नो जिल्लाको नाम चाहिँ कमेन्ट बक्समा राखिदिनु भयो भने त्यो जिल्लाका भ्याकेन्सीहरू आउँदाखेरि भिडियो बनाउन तपाईहरुलाई जानकारी गराउन सहज हुन्छ। सँगसँगै हजुरहरूले कुनै पनि प्रकारको सिभी कभर लेटरहरू चाहिँ बनाउनु पर्ने भयो, कुनै ठाउँमा कुनै जब साइटहरूमा आफ्नो प्रोफाइलहरू क्रिएट गर्नुपर्ने भयो अथवा अनलाइन अफलाइन फर्महरू भर्नुपर्ने भयो भने पनि हजुरहरूले हामीलाई सम्झिन सक्नुहुन्छ। त्यसकारण स्क्रिनमा WhatsApp र भाइबर नम्बर राखिएको छ तल। हजुरहरूले आफ्नो समयअनुसार कल र मेसेज गर्नका निम्ति अनुरोध गर्दै आजको यो भ्याकेन्सीमा अगाडि बढ्ने अनुमति चाहन्छु। यो भ्याकेन्सी अनाउन्स गर्ने अर्गनाइजेसनको नाम चाहिँ सिफा रहेको छ। यो चाहिँ विशेष गरी प्रदेश नम्बर 2 मा काम गर्ने एउटा अर्गनाइजेसन। यसले लामो समयदेखि प्रदेश नम्बर 2 का विभिन्न जिल्लाहरूमा यसले काम गरेको छ र यसले +2 गरेका, सिएमए अनएमए गरेका र ब्याचलर्स गरेका व्यक्तिहरूलाई केही सङ्ख्यामा जागिरको अवसर दिएको छ र यो कुन कुन पोजिसन छ, कसरी अप्लाई गर्ने हो, कहिलेसम्म अप्लाई गर्ने हो भन्ने बारेमा यहाँहरूलाई जानकारी गराउनु पर्ने हुन्छ। र त्यो जानकारी गराउनका निम्ति मैले ल्यापटपको स्क्रिन सेयर गरेर यहाँहरूलाई जानकारी गराउनेछु र यहाँको ध्यान पनि त्यतापट्टि हुनेछ भन्ने मैले अपेक्षा गर्दछु। यो भ्याकेन्सी अनाउन्स गर्ने अर्गनाइजेसनको नाम चाहिँ कम्युनिटी फ्यामिली वेलफेयर एसोसिएसन सिफा रहेको छ। यो चाहिँ 1996 मा प्रदेश नम्बर 2 मा रजिस्टर भएको एउटा अर्गनाइजेसन हो र यसले अहिले सञ्चालन गर्दै गरेको प्रोजेक्ट जुन स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण भन्ने एउटा प्रोजेक्ट सञ्चालन भइरहेको छ धनुषा जिल्लामा। त्यसका निम्ति कर्मचारी चाहिएको छ। यसमा पहिलो पोजिसन भनेको कम्युनिटी मोबिलाइजर सिएम चाहिएको छ 1 जना र यसमा अप्लाई गर्नलाई एक्जुलरी नर्स, एएनएम, कम्युनिटी मेडिसिन असिस्टेन्ट सिएमए अथवा +2 कुनै पनि विषयमा एजुकेसन ब्याकग्राउन्डका विषयहरूमा +2 गरेको व्यक्तिले अप्लाई गर्न सकिन्छ। कम्तीमा 2 वर्ष कम्युनिटी मोबिलाइजेसनको बारेमा नलेज भएको हुनुपर्छ र अलिकति फिमेल क्यान्डिडेटलाई चाहिँ नि प्राथमिकता दिइनेछ भनेको छ। यो धनुषा डिस्ट्रिक्टमा बसेर चाहिँ काम गर्नुपर्ने हुन्छ र यो कम्युनिटी मोबिलाइजरको जेडी अथवा के काम गर्नुपर्छ भन्ने कुरा यो लिङ्कमा रहेको छ। यहाँले त्यहाँ टच गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। यही अर्गनाइजेसनमा अर्को पनि एउटा पोजिसन छ। अर्को पोजिसन भनेको यो स्पोन्सरसिप अफिसर चाहिएको छ। स्पोन्सरसिप अफिसर 1 जना यो धनुषा जिल्लाको लागि रहेको छ र स्पोन्सरसिप अफिसरमा अप्लाई गर्नका निम्ति ब्याचलर्स डिग्री इन सोसियोलोजी, रुरल डेभलपमेन्ट अथवा डेभलपमेन्ट स्टडी, एजुकेसन, जेन्डर स्टडी, इन्भाइरोमेन्टल साइन्स लगायतका सब्जेक्टहरूमा कम्तीमा ब्याचलर्स डिग्री गरेको हुनुपर्छ सोसियोलोजीमा र रुरल डेभलपमेन्टमा भनिएको छ। यसको डिटेल चाहिँ के कामहरू गर्नुपर्छ भन्ने बारेमा थाहा पाउनलाई यो लिङ्कमा टच गरेर हेर्नुपर्ने हुन्छ। अर्को भनेको डेटा अफिसर 1 जना चाहिएको छ। यो रसुवाकै लागि हो, धनुषाकै लागि हो र यसमा अप्लाई गर्नलाई ब्याचलर डिग्री इन मेजर इङ्ग्लिस, साइन्स, सोसियोलोजी, रुरल डेभलपमेन्ट अथवा डेभलपमेन्ट स्टडीहरूमा चाहिँ ब्याचलर्स डिग्री गरेको हुनुपर्छ र यसको डिटेल जेडी पनि यो लिङ्कमा टच गरेर हेर्न सक्नुहुन्छ। यी तीनवटै पोजिसनहरूमा हामीले 21 मार्चभित्र अप्लाई गरिसक्नुपर्ने हुन्छ र अप्लाई गर्नका निम्ति के पनि चाहियो, नेपाली सिटिजन्सले अप्लाई गर्न पर्यो। क्वालिफाइड नेपाली सिटिजन्स मिटिङ द एबभ क्राइटेरिया रिक्वेस्टेड टु सेन्ड देयर अपडेट सिभी र एप्लिकेसन लेटर होइन। सिभी र एप्लिकेसन लेटर तयार गरेर यो इमेल ठेगाना vacancy@cfwa.org.np फेरि गरेँ vacancy@cfwa.org.np मा आफ्नो डकुमेन्टहरू पठाउन सक्नुहुनेछ र 18 वर्ष पुरा भई 50 वर्ष नलागेको व्यक्तिहरूले यसमा अप्लाई गर्न सकिन्छ भनेको छ उमेरको हकमा। र विशेष गरी यो डिसेबिलिटीका इस्युजहरूको बारेमा नलेज भएका वुमेन अनि डिसेबिलिटीमा काम गर्ने व्यक्तिहरू, त्यस्ता व्यक्तिहरूलाई अलिकति प्राथमिकता दिइनेछ र सर्टिस्टेड क्यान्डिडेटहरूलाई मात्रै फर्दर प्रोसेसको लागि अगाडि बोलाइनेछ।
पाइनेछ भनेको छ। आशा छ यो जानकारी प्रस्तुति हजुरहरूलाई ठिकै लाग्यो होला भन्ने मलाई लाग्छ। कस्तो लाग्यो हजुरहरूका अमूल्य सल्लाह र सुझावको अपेक्षा गर्दै यो भिडियो हेर्नका निम्ति समय दिनुभएकोमा हजुरहरू सबैप्रति आभारी रहँदै अर्को भिडियोमा हजुरहरूसँग भेट हुने अपेक्षासहित आजलाई बिदा मागेँ। धन्यवाद, नमस्ते।